10 धारा दुध खुवाएर हुर्काएको चेली हो नि त त्यसैले आज पराई ज्वाइँको हातमा छ र त्यो चाहिँ अब त्यो सम्बन्ध चाहिँ हजुरहरूको यथार्थै रहोस् मेरो भाइ अनि मेरो नयाँ बुहारीलाई धेरै धेरै मङ्गलमय शुभकामना छ साथै सम्पूर्ण परिवारहरूलाई बधाई टक्राउँदछु भाइ अनि बुहारी सन्तान माझको ढोकपेटमा हामी माथि हल्लानीतिर जाँदैछौँ जहाँ अलिकति सौरेनीदेखि अलिकति तल पर्छ हुन्छ नि माथिसम्म हिँड्दै गर्दा हुन्छ सवारी त आउँछ नि सवारी एक्लै मन झरे जान्दिने बल्ल भेट्यौ अब ए नभन्नु है बुहारीले घर बिर्सिसकेछ 1 हप्ता 10 दिन बस्दा त्यही त अझै उकालै छ क्या हो म जाममा छु है जाममा सबैले आफ्नो आफ्नो ग्रुप पक्रेको छ यहाँ हो कोही यतातिर कोही यतातिर यहाँ चाहिँ भिडियो गर्दैछु अहिले चाहिँ मेरो छोरा छ डुलुवा फेरि ऊ हो कता कता डुल्छ यहाँ चाहिँ मेरो रह्यो दुईटा निनीहरू दुईजनाको गफ एकदम यहाँ पनि चलिरहेको छ हो ल अब यता हेर्दै हाल्नुहोस् यहाँ भुरापाटीहरू मेरो छोरा गदगद छ मिठाई खानु पाएर यसलाई यो पनि खुवाइदिहाल्नु खाने यो पनि भाइ यो पनि खाने हामी चिना जाने रहेछौँ हो यिनीहरूको कारण चाहिँ के छ भन्दा तपाईँको हिजोको सम्बन्धको तपाईँको छोरी होइन आज कसैको बुहारी पुग्यो
कसैको श्रीमती पुग्यो भनेपछि कसैको भाउजू सौजू अपग्रेड भयो भनौँ न, हजुर, अब बढ्यो, नानीको दर्जा बढेर गयो हो। र तपाईँले चाहिँ तपाईँको हिजोको दिनमा सानो छँदाखेरि 9 महिना कोखमा राखेर 10 धारा दुध खाएर हुर्काएको चेली हो नि त। त्यसैले आज पराई ज्वाइँको हातमा छ र त्यो चाहिँ अब त्यो सम्बन्ध चाहिँ हजुरहरूको यथार्थै रहोस् र तपाईँले जति दुःख कष्ट गर्नु भएको छ है, दुःख कष्ट गर्नुभयो त्यसमा पाप नलागोस् भनेर चाहिँ एउटा नियम रहेछ तपाईँको। आमालाई चाहिँ किन दुध भनेको चाहिँ तपाईँको यही हो, त्यो नियमले गर्दा चाहिँ अब त्यो छोरी ज्वाइँले चाहिँ आमालाई यो सगुन छोएर चाहिँ त्यो गर्नु ल, पाप लाग्दैन, तपाईँकै राम्रो बनाएको लु यो छुनु पहिला छोरीले छुनु आमा नियमबाट छिर्को खुट्टामा पनि परेन अलग्गै। अब तिमीले चाहिँ भन्नुपर्छ आमा भनेर तिमीले मेरो आमा हो, तिमीले तपाईँको अब त्यसरी मेरो अरू खुसीको हो यो तपाईँको भएको छ है। अब यसमा नानीहरूलाई नै कतिवटा कुरो पर्छ भनेर यो चाहिँ एउटा नियम लिने थिएछ, ठिकै छ, यो अब स्वीकार दिउँ न त। बढीमा आउनुहोस्, यहाँ त ढाकढुकैमा छ, हामीले त छिट्टो मिठो गर्दैछ होइन, यो होइन चिन्छ भरै त्यहाँबाट हुँदै जान्छ नि यो दही चिनाउनु पऱ्यो होइन। टक्कै तपाईँहरूले यो छुनुहोस् सबै हो र बाबालाई ढोक्नुहोस् न, अलग्गै ढोक्नु बाबा ल। यहाँ सबैको बडा 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 यसलाई ढोक्नु, यसलाई छुनु को हो आफ्नो मान्छे को हो के हो साइनो दिद भन्दै गर्नु एउटा ज्वाइँबाट ल, बस्तीबाट ल। यता तपाईँ आउनु यता लु तपाईँ यही हो कसो ढोकाइदिउँ म भाइहरूबाट लु खासमा त उहाँको नियम ए हजुर आइपुगेछ साथी ए हुन्छ साथी लु त यो उठाउनु यसलाई उठाउनु ल यसलाई उठाउनु सबै कारण छ नि यसमा पनि है आँखी होला कसैको यो तपाईँहरूको चाहिँ आज विशेष गरी होइन नानीहरूले गर्दा तपाईँहरूको परिचय आदान प्रदान हुन गइरहेको छ है
र उहाँले अघि नै भने आज समय पनि त्यस्तै परेको हजुर। गर्दा राम्रोसँगले आफै हेरेर गरेर 3 खेप छोएर चाहिँ हजुरहरूले 3 खेप चाहिँ गर्नुहोस् न होइन अब सेवा सलाम गर्नुहोस् न किति भए हामी पञ्चले पनि यस भनिदिइहाल्छौँ नि होइन आज दिन चाहिँ पक्का उहाँहरू के भयो सम्झिने उहाँको सम्झिने ल यो चाहिँ अन्डरै हेर्नुपर्छ है घरै हो हजुरले तपाईँले यो छोएर 3 खेप तपाईँले 3 खेप दिएको तपाईँ दुईजना एकैचोटि गर्नुहोस् न तपाईँले छुनुहोस् दुईपट्टिबाट छुनुहोस् 3 खेप लो 1 भयो ल नमस्ते गर्नुहोस् ल फेरि 2 भयो ल पक्का हो नि त सम्झिने हो ल 3 भयो ल पक्का हो अब तपाईँहरूको केही अब गिफ्टहरू आज तपाईँले लगाइदिनु सम्झिनेलाई त के पनि हुन्छ सम्झिनु त भयो नि लाउनु तपाईँले पनि लाउनुहोस् आज तपाईँ त एकछिन बस्नै पर्छ होला बडाबडी हुन्छ बडाबडी है यताको चाहिँ बेहुलीको आमा बाबा यहाँ ठुलो बडा हजुर म माइला त्यो हेरेर हुन्छ एकैसाथमा हजुर पनि छोएको जस्तो र 3 खेप ढोक गर्नुहोस् होला हजुर भइगयो अनुहार पनि हेर्दा गरौँ यहाँ ल्याउ न टोपी राख्ने छु त हजुर प्रधान यो खडा छ उहाँ पनि कान्छ यता कान्छा बाजी हुन्छ ढोका ढोक गर्नुहोस् हाम्रो प्रधानको एकतालमा हो र अन्त यसरी नियम पनि होइन 3 खेप गर्नुपर्छ नि 3 खेप त छिटिन्छ होइन खस्यो भन्दा के भयो सर्टकट झन् बनाइदिनु सर्टकट है कान्छा बाजी यता बडाहरू शरण बडाहरू होइन सबै लिएर जानुहोस् लु सबै आउनुहोस् यता बडा हुनुहुन्छ बढी आउनु भएन लु सम्झिनुमा हाम्रो छोराको चाहिँ अब आँसु ससुरा तपाईँहरूको सम्झिनु पऱ्यो अब तपाईँहरूले सगुन छुँदै रोक्नुहोस् त 3 खेप बोजू यहाँ अजावाजी मावली यताबाट छुएरै हुन्छ लु ज्वाइँको चाहिँ निनीहरू हुन्छ तपाईँहरू ढोक्नुहोस् लु अब सम्झिने पर्छ तपाईँहरू सम्झिनलाई के एउटा खाना लगाइदिनुहोस् तपाईँहरूले होइन बेहुलाको दाजु पऱ्यो उहाँ चाहिँ अब तिमीले चिनिहाल्यो भयो अब भाइको चाहिँ अब छोयो ढोक्नु पर्छ तिमीलाई
आए त भिडियोमा आयो त दिदी होइन माइला बडाको छोरी ज्वाइन अब अधिलाको सम्झिनै पऱ्यो अधिलाको जित्यो त फेरि ल होइन ऊ के मेन बडाले हाल्दै गरेको खिच्नु पर्यो एकपल्ट खानु अलिकति हजुर अब खान्छु एकछिन आइपुगेको छैन आइपुगेको छैन ए लु भयो यहीँबाट कहाँ पर्खी बस्छ लु बेबुली बसिहाल त सब्बास फोटो चाहिँ छैन भिडियो मात्रै कहाँ गएको हौ लानु हुन्छ ढोकबेटबाट घर वापस हुँदैछौँ यहाँनिर हुनुहुन्छ आदिउदी अन्त यताबाट आउनु हुँदैछ आदिउदी त्यही त अब यही भिडियो अमित दादालाई पठाउँछु त्यही भएर चाहिँ जग्गा सोधेर लाउनु पर्छ क्या जुत्ताहरू चाहिँ निनी कान्छी निनी हेलो झन्डै लड्यो रिमेम्बर है मागे हेलो म निकाल्छु नि मेरो मात्रै छैन नि भिडियो हामी एकछिन ओकाइटी जानु परेकोले बिदाईमा चाहिँ हामी उपस्थित थिएनौँ हामी चाहिँ अहिले अब बेहुलाको घर आइपुग्यौँ एकछिन हामी ओकाइटी गएको थियौँ
ल यहाँ चल्दो रहेछ नि त पार्टी त आइपुगेछ यिनीहरू हामीलाई छोडछाड पारेर आएछ हौ बुहारी त खोइ ए बेहुला त टी सर्टमा रहेछ बेहुला त टी सर्टमा रहेछ हाम्रो बेहुलाको नयाँ घर नानु लड्छ ल मजाको भएको छ चिटिक्क अझै माथि छ माथि त हुँदैन होला जाँदैन यता रुमहरू छ
लु अब बिता पनि हो आइदिनु भयो नाचिदिनु भयो धेरै धेरै खुसी लाग्यो हैन जोजन भनेको चाहिँ यस्तो हुन्छ हैन हजुर अब यासरी गरेर तपाईहरुले देखेन मानिसहरु हुन्थेन ड्राइङ हुन्थेन सबैको जुरेको रहेछ यो दुई जनालाई जुरेको रहेछ भन्नु न सन्डे भएको गयो त खुसी लाग्यो मलाई धेरै धेरै धन्यवाद छ भगवानलाई धन्यवाद छ
मेरो भाले छोरा आएर रमाइलो गरिदियो खुसी छु उसको च्यानललाई सब्स्क्राइब गर्नुहोस् लाइक गर्नुहोस् अनि सेयर गर्नुहोस् हुन्छ यो घरिघरि दिमीलाई थाहा छ ल है बाई म लेजु ल ओके बाई 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 ल है बाई बाई ल अब जाने डोबेटहरू पनि सकियो